बन्द कोठा शून्य शून्य छ, सास फेर्न गाह्रो भएको छ। बुबा आमाको फोन पनि उठाइरहेको छैनौ, बोल्न अप्ठ्यारो लाग्छ। बिहानीको घाम झुल्किसक्यो, तर त्यो मुहारमा उज्यालो हुँदैन त। परेली पनि बाटिएका छन् कि हिजोको राति ती आँखाहरू निधाएन र। के भयो भयो चाहिँ के? हिजोको काम भारी थियो र, एकछिन पनि पाएनौ थकाइ मेट्न, एनी टाइम जारी थियो र। ती हातहरूले हिजो प्लेट भरिको खाना मोल्न पाएन। भान्सा कोठामा भाँडाको आवाज त छोडम, आगो पनि बोल्न पाएन। आमाले भन्नुभएको त याद छ नि, आमाले भन्नुभएको त याद छ नि, खाली पेट सुत्न हुन्न, यसो गरेर भएन नि बो। आज त अबेरसम्म सुतिरहेछौ, उठ्न मन लागेन नि हो। हरेक रात आँखाभरि आँसु लिएर चन्द्रमाको सन्नाटसँग के सोचिरहेछौ? खासमा तिमीले कस्तो प्रगति खोजिरहेछौ?